हामीले चाहिँ श्रमदान गरेको 2-2.5 वर्षसम्म छेत्री बाहुनको अनुहार देखिँदैन। यो के भएको? म पनि छेत्री बाहुनै हुँ। के छ यसमा? यसमा भित्र के छ रहस्य? होइन साम्पाङले मात्रै खान ल्याएको पानी होइन, सारा दुनियाँलाई ल्याएको हो नि यो पानी। आफ्ना आँगनमा मात्रै आउँदाखेरि जाने, अर्कामा नजाने हो र? हाम्रो हो धनी हामी साथीभाइ सबै छौँ, सबैजनाले चाहिँ नि सहयोग गर्नुपर्ने कुरो हो नि त यो। भनेपछि रहस्यमय हो बुवा यो। मैले सोचेको होइन, सबै साथीभाइको सोचाइ नै त्यही हो। मैले सोचेको होइन, यो सोचाइ नै त्यस्तो छ। किन हाम्रो छोटो बुद्धि हो कि हामी मात्रै गरेर खाउँ भन्ने हो कि अर्काले नगरोस् हामी मात्रै गरेर खाउँ भन्ने हो कि यो के हो? यो चाहिँ 2-2.5 वर्ष भयो। 2200 मान्छे भेला हुन्छन्, 2200 मान्छे भेला हुन्छन्। 2-2.5 वर्ष भयो। महिनामा 4 दिन म अनिवार्य जान्छु, महिनामा 4 दिन अनिवार्य जान्छु म। आफूले पानी खाने होस् नहोस्, साथीभाइले पानी खाने होस्, किनभने यहाँ त ताप्लेजुङदेखि तेह्रथुमदेखि शङ्खसभादेखि आएर यहाँ मान्छे एउटा जिल्लाका मात्र छैन होइन। होइन धरानमा शर्मतामा आउने मान्छे शङ्खसभाबाट, तेह्रथुमबाट, ताप्लेजुङबाट, त्यहाँदेखि लिएर भोजपुरबाट, यता पश्चिमपट्टि उदयपुरबाट, गाईघाटबाट, अब यता चाहिँ झापाबाट आएर सघायो भने हाम्रो धरानभित्रको छेत्री बाहुनलाई के भएको छ यी नै पुग्दैन नि त भन्न खोजेको मैले। मलाई पनि यो अस्तिदेखिको कुरा चाहिँ आइरहेको क्या के आएको छ छेत्री बाहुन? म चाहिँ के भन्छु भने नि यो ग्यादरिङ धेरै भयो होइन। अब यति मान्छेले काम